नमस्कार सबैजनालाई। आज फेरि म अर्को भिडियो बनाउन जाँदैछु। आजको भिडियो हुनेछ हाम्रो अफिस अनि त्यसपछि हाम्रो क्लासरुमहरू चाहिँ हाम्रो आउटसाइड यहाँनिर चाहिँ हाम्रो चाहिँ कलेज चाहिँ बिपी चोक। अहिले त अब पहिला चोक त्यो चोकमा चाहिँ हाम्रो बिपीको मूर्ति थियो। त्यो जनजाति आन्दोलनको बेला चाहिँ यो मूर्ति सबै उखालेर हालिदिए जेएनजीहरूले हैन। यो चाहिँ हाम्रो थर्ड फ्लोरमा छ। यहाँदेखि र चोकदेखि यतापट्टि पश्चिमपट्टि चाहिँ हाम्रो कलेज छ। अनि यो चाहिँ हाम्रो एउटा क्लासरुम भयो। यहाँभित्र आउँदा चाहिँ क्लासरुम अनि अर्को चाहिँ त्यसपछि हाम्रो छ। यसपछि छ हाम्रो यो चाहिँ हाम्रो रिसेप्सन भयो हैन। रिसेप्सन भयो। यो चाहिँ हाम्रो रिसेप्सन अनि यहाँ चाहिँ रिसेप्सन छ। यो चाहिँ हाम्रो इन्ट्री। यहाँबाट चाहिँ हाम्रो इन्ट्री हुन्छ यहाँ तलबाट यहाँ माथि हैन। यो चाहिँ कोरिडोर भयो। अनि त्यसपछि हाम्रो अर्को छ यतापट्टि हाम्रो छ हाम्रो चाहिँ यहाँ चाहिँ एउटा क्लासरुम अनि कोनिचिवा अनि हाम्रो निहोङ्गो है भिडियो जापानिज भाषा निहोङ्गो। जापानिज भाषाको अक्षरहरू 3 प्रकारका हुन् है। हाम्रो एउटा हुन्छ हिरागाना है, अर्को हुन्छ काटाकाना, अर्को हुन्छ खानी। हिरागाना भनेको ओरिजिनल्ली जापानिज, जापानमा बनेको भाषा, जापानमा बनेको लेटरहरू र जापानिजहरूले ओरिजिनल्ली बोल्ने भनेको हिरागाना, लेख्ने भनेको हिरागाना है। काटाकाना भनेको जापानिजले अङ्ग्रेजीमा बोल्नु पर्ने शब्दहरूको है। अङ्ग्रेजी बोल्नु पर्यो र अङ्ग्रेजीमा केही कुरा लेख्नु पर्यो, अङ्ग्रेजी कुरा जापानिजमा लेख्नु पर्यो, अथवा भनौँ विदेशी कुरा भनौँ नेपाल बाहेक, चाइना र कोरिया बाहेक, जहाँ खान्जी युज हुन्छ त्यो देशको बाहेक अरू ठाउँको कुराहरूलाई विदेशी कुराहरू लेख्नु पर्यो भने काटाकानामा लेख्छ। अब खान्जी भनेको के हो त भने खान्जी खास जापानमा यो भिडियो चाहिँ के को लागि हो छ? यो खासमा के हो भने म आफैले पनि एउटा भिडियो क्रिएट गरेर यसो सामाजिक सञ्जाल मार्फत जापानिज भाषा पढाउँदै गर्दाखेरि मान्छेहरू अफिस नै भिजिट गरेर भन्दा पनि सामाजिक सञ्जालमा हेरेर पढाइ कस्तो लाग्छ हैन, मेरो पढाउने स्किल चाहिँ उहाँहरूलाई कस्तो लाग्छ, मनपर्छ पर्दैन, उहाँहरूले चाहिँ फेसबुक अथवा जो सामाजिक एसएमएसबाट हेरेर जज गरेर यदि मन पर्यो भने चाहिँ हामी यहाँ पढ्न आउन सक्नुहुन्छ कि भनेर एउटा सानो भिडियो अपलोड गरौँ कि भनेर यो बनाएर आयो होइन। ठिक छ, त्यो भिडियो हेर्दै गर्दाखेरि पनि तपाईँहरूलाई चाहिँ यदि यो शैलीहरू मन पर्यो होइन, ठिक छ, एकचोटि भिजिट गर्नुपर्छ जस्तो लाग्यो भने प्लिज उमा कलेज अफ म्यानेजमेन्ट एन्ड टेक्निकल साइन्स तुलसीपुरपास बिपी चोकमा हाम्रो होटल म्यानेजमेन्ट हो, डिप्लोमा इन होटल म्यानेजमेन्ट, बारिस्टा, कुकिङको जो भान्से सम्बन्धी सम्पूर्ण काम प्लस हामीसँग अहिले जापानिज क्लासहरू पनि भइरहेछ। सेवाकारी मोबाइल नम्बर केमा कन्ट्याक्ट कसरी गर्नु? हाम्रो कन्ट्याक्ट नम्बर चाहिँ हामीले मुनि डिस्क्रिप्सनमा पनि राख्छौँ। तत्काल मेरो पर्सनल नम्बर भन्दाखेरि 98 60 64 13 67 र हाम्रो अफिसको नम्बर ट्याक्कै मलाई याद गर्दैन। अनि यता के छ? के पढ्दै हो कि पढाउँदै हो कि हैन? म त पढ्दै हो। के पढ्दै हो? जापानिज भाषा पढ्दै छु। जापानिज भाषा पढ्दै हो। ल ठिक छ, जाउँ त हामी भिजिट गरौँ हाम्रो। अब हामी यता हाम्रो किचन प्रोडक्सनको प्र्याक्टिकल हुने ठाउँ र अनि हाम्रो सर्भिसको प्र्याक्टिकल हुने ठाउँ चाहिँ देखाउँदैछौँ प्र्याक्टिकल रुमहरू। अब हामी यहाँबाट छिर्छौँ यहाँ हैन। यो चाहिँ हाम्रो बार भयो। यहाँ चाहिँ हाम्रो बत्ती बाल्नु बत्ती। यो चाहिँ हाम्रो बार भयो। यहाँ चाहिँ स्टुडेन्टहरूले प्र्याक्टिकलको लागि मात्रै हो यो हैन। अनि हाम्रो यता छ फुड एन्ड बेभरेज प्रोडक्सन आज किचन हैन। यहाँ चाहिँ अब अहिले यसमा टाइलिङ छैन, अब छिट्टै टाइलिङ हुँदैछ। अनि यो चाहिँ हाम्रो किचन रेन्जहरू भए हैन। यहाँ कताबाट यतापट्टि चाहिँ यो वर्किङ टेबलहरू, यता सिङ्कहरू हैन। यो सिङ्क भयो हैन, सिङ्कहरू छन्।
अनि हाम्रो ग्यास स्टेसन यो चाहिँ हाम्रो सानो ओभन, अर्को ओभन चाहिँ ठुलो ओभन चाहिँ हाम्रो तल छ। अनि यो चाहिँ ग्यास स्टेसन, यहाँबाट चाहिँ ग्यास यता पास भएर यता आउँछ। यहाँ अझै बनाउन बाँकी नै छ, त्यही पनि अहिले प्र्याक्टिकल क्लासहरू यसैमा चलिरहेछन् होइन। हाम्रो प्रवीण सर के छ 2-4 शब्द यो किचनको बारेमा? केही छ? यहाँ चाहिँ जोडी ढुकुर बस्छन् है, के अरे जोडी परेवा। एउटा त्यहाँ जोडी पऱ्यो। यो चाहिँ बिहान प्र्याक्टिकल बनाउँदाखेरि ठ्याक्क यहीँनिर होइन, यो छ नि यहाँनिर ट्याक्कै 2टा हुन्छन् क्या, 2टा टुवा परे आउँछन्। यहाँ चल्ला पनि छ नि यसका अन्डा यो भित्र थियो कति 2-3वटा त मर्या थियो यहाँ होइन। यहाँ चाहिँ जोडी परे पनि यहाँ बस्छन् होइन, जोडी अरूको जोडी त बस्दैनन्, त्यही परेको जोडी मात्रै हो। यो चाहिँ ऱ्याक भयो यति। अनि यो चाहिँ हाम्रो बार भयो, यो जगिङ बोतलहरू होइन, ग्लासहरू। यो चाहिँ हाम्रो जगिङ बोतल, यो चाहिँ डमी वेटर ल। यही हो, अब हामी यहाँबाट बाहिर निस्किन्छौँ। के खतरा देखिँदैछ त्यहाँ त एरियामा। बस यति भयो होइन, हामी अब यहाँबाट बाहिर निस्किने हो। अनि यो चाहिँ हाम्रो अन्डरग्राउन्डमा चाहिँ भोइस ट्रेनिङ सेक्सन छ होइन, कलेजको मेसिनहरू। यता के छ खै के छ भने क्या, किन नबोले आशिष? हाम्रो सेफहरू होइन, हाम्रो अहिले प्र्याक्टिकल काम गर्दैछन्। अनि यहाँ यो चाहिँ हाम्रो डबल हेड, यो चाहिँ BFC को डबल हेड मेसिन होइन। अनि यो चाहिँ हाम्रो ऱ्याक, यहाँ चाहिँ हाम्रो पिक्चरहरू छन्, ग्लासहरू छन् होइन। यो चाहिँ हाम्रो टेम्पर सेक्सन, अनि यो चाहिँ हाम्रो अर्को सिङ्गल हेड मेसिन। अनि यहाँ चाहिँ ग्राइन्डर भयो, यो चाहिँ हाम्रो यो पनि आइस ग्राइन्डर भयो, यो कफी ग्राइन्डर भयो। यो चाहिँ